फाइनली गर्लफ्रेन्ड भएकोमै पनि आइपुग्यो मभन्दा अक्ली पो छ के हो मोरी जानुपर्छ तर यो केटीलाई मैले मेरो आफ्नै कार छ मेरो आइफोन छ भनेको छु हुन त अरू सबै केटीहरूले आइफोन कार सम्पत्ति हेर्छ भन्ने छैन कि तर यो केटीले त ठिक से हेर्छ यसलाई त ढाँटेरै आफ्नो बनाउनु पर्छ कान्छी राम्री रहेछ फुल भन्दा के चाहियो र कसलाई कान्छी भनेको कान्छी मै हो क्या तिम्रो फेसबुकको टिकाराम ए सरी अनि फेसबुकमा त ठुलो देखेको थिएँ त फेसबुकमा कान्छी अनि 05बाट साथीहरूको आइफोनबाट फोटो खिचेर मेरै आइफोनबाट फोटो खिचेर हालेको नि त कान्छी 05बाट ल केही छैन आऊ बस इफ यु डोन्ट माइन्ड ल आऊ बस हुन्छ अलिक नजिकै बस न होइन म चाहिँ छोरी मान्छे भन्दा 1 फुट टाढै बस्छु किन भन्दाखेरि म छोरी मान्छेलाई कहिले पनि टच गर्दिनँ ए ल ठिक छ अनि किन ढिला आएको अब लोकल गाडी तिमीलाई थाहै छ 2 मिनेट कुदाउँछ 5 मिनेट बसाउँछ 5 मिनेट कुदाउँछ 10 मिनेट बसाउँछ हामी यात्रुहरूको पीडा त्यही त छ नि अनि अस्ति कहाँ गएको थियो तिमी 1-2 दिन त हरायो त अनि अस्तिको दिन चाहिँ म बिहानभरि आफ्नै गाडी कुदाउँदै बसे साह्रै गले नि बिहानभरि गाडी कुदाउँदा अस्ति बिहान चाहिँ एउटा फाइल थियो त्यो फाइल चाहिँ पुरा फोहोर भएको थियो अनि त्यो फाइल पुस्दा त्यत्तिकै ढिलो भइहाल्यो अब के गर्नु अफिसको काम गाह्रै हुँदो रहेछ ए ल ठिकै छ त्यस्तो भए गरेको छ होला के खान्छ भन न दुध के भन्छ गाईको शुद्ध दुध भन्नु खोजेको दुध चाहिँ कहाँ पाउँछ यहाँ बरु म तिमीलाई एउटा गिफ्ट ल्याइदिएको छु ल गिफ्ट थ्याङ्क यू मेरो बेबी अझै फेसमातिर टच गर्दिन भनेको होइन सरी बेबी ज्यादा यो खुसी भएर ल अब बाँकी कुरा भरे फेसबुक नगरौँ ल अहिले मलाई ढिलो भयो म गएको ल हुन्छ के गर्ने यति झुट नबोलिकन त पटिँदैन यो मोरी आफ्नो बनाउनलाई जे पनि अप्नाउनु पर्ने